त्यस्ता नाथे हेर मेरो आन्टी रक्स एभ्रीबडी सक्स गुइटे चल फेस हो तौरी पर्छ पिम्पल आउँछ अफ कोर्स मेरो पनि पिम्पल आइरहेछ यो पिम्पल प्याचलाहरू बसिरहेको छु होइन अनहरको साम्पाङ एक्सपोज भनेर किन भिडियोमा राख्या भनेर बल्ल पो यहाँ पुरै छ्याप छ्याप्ती आइरहेछ This video is presented by Mounty Mart. A few clicks is all it takes. Hello, Santas, and welcome back to my channel. Okay, सबजनाको सो आज चाहिँ म फेरि पनि आइसकेँ अर्को रियाक्सन भिडियो लिएर अफ कोर्स किनभने आजकल एमपी ट्रोलिङ धेरै नै भइरहेको छ एन्ड आजको एकदमै जल्दो बल्दो फेमस भइरहनु भएको हाम्रो माननीय हर्क साम्पाङ जीको भिडियो चाहिँ मेरो अगाडि आइसकेको छ एन्ड रियाक्सन त गर्नै पर्छ भन्ने धारणा त अफकोर्स आइहाल्छ मलाई होइन सो यस लेट्स सी द भिडियो ध्यान गरी है त बाबु के भन्ने भोलिपर्सि के भन्ने बाबा के भन्ने हाय सेन्टी वाला छ त प्रधानमन्त्रीको पफर आयो भने भन्छु अरु भन्दिन यो त कस्तो जलान दाजुवाला भाइब दियो भिडियोले त त्यसपछि कालो टी-शर्ट लगाउने भाइलाई के बन्नु मन छ म बन्छ प्रधानमन्त्री भेरी गुड त्यसपछि अर्को भाइ मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ अर्को सामाङले बालिन साको राजीनामा माग्नु भयो तर उहाँको क्लासको मनिटर हुन त यति गाह्रो हुन्छ झन् प्रधानमन्त्री बन्नु परेछ सबलाई पुरा चक्लेट बाडे जस्तो हो र के हो दिमाग चाहिँ बालिन साको जस्तो हुनु पर्यो नि त साम्पाङले त ढुङ्गा बोक्नुपर्छ श्रम गर्नुपर्छ भनिरहेछन् क्या या बाबा नि त उले भनिरहन्छन् उनको काम छैन ढुङ्गा बोक्छन् चाहन्छन् भनिरहन्छन् उनको काम छैन आन्टीहरूको एन्सर चाहिँ एकदमै बेस्ट लाग्छ क्या फुल अन सेवेज हुन्छ नि त सिधा बात नो बकवास भन्ने खाले आन्टी नि हुन्छ तर कोही चाहिँ फुल अन फेक भन्नेवाला नि हुन्छ अझ त्यो आन्टी त सुध्रिनु भइसक्यो होइन सो हेर मेरो आन्टी रक्स एभ्रीबडी सक्स हिजो उहाँ सदनमा निकै उफ्रिनु भयो होइन त्यो चाहिँ म बुझ्दिनँ त्यो आवश्यक थियो कि थिएन अब आएन लाइन पे म प्रतिपक्षको चोखो नेता हुँ भनेर उहाँले पनि सम्झिनुहुन्छ होला त्यो पनि गलत हो तो तेरे को हरामी समझता था तो राम निकला रे देव मानुस निकला हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको मूर्ख त्यसको दिमागमा गु गरेको अर्को सामान के काम गर्छ त्यसले त्यसको ढुङ्गा र माटोले मात्रै काम गर्छ चाहिन्छ दिमाग धेरैजनाले चाहिँ धेरै हुँदो रहेछ होइन त मागेर मात्र हुँदैन अलिकति सोच विचार पनि पुऱ्याउनु पर्छ हाहु गर्दैमा हुँदैन त्यस्ता नाथे भन्दैमा हुँदैन सुदन किराँतीको बारेमा म भन्छु ल सुदन किराँतीको बारेमा म भन्छु सुदन किराँतीजीले 3 चोटि चुनाव जित्नुभयो उहाँकै मुखबाट सुनेको भोजपुरमा 3 चोटि माननीय बन्नुभयो होइन संसदमै पुगेको एकचोटि मन्त्री पनि बन्नुभयो तर आफ्नै गाउँमा सम्म एउटा बाटो पुर्याउन सक्नु भएन त्यो खालको नालायक मान्छेले होइन धरानमा आएर के गर्छ होला गठबन्धन गाठो बन्धन पहिले भन्दा त मैले राम्रो गाउँछु गिटार तातो नसार यही बाजेले अर्को को एकदमै फ्रस्ट्रेट भएर पुरै मुखसुक छाडेर भन्नेवाला बाजेहरू थियो यही बाजे हो कि अर्को बाजे म अलिक कन्फ्युज भए तर एकदमै फ्रस्ट्रेट भएर गाली दिनु भएको थियो यार अनि कतिजना कमेन्ट आएर हाम्रो सरकारले गाली दिनु भएछ खुसी लाग्यो भनेर आइरहेको थियो होइन अब के भन्नु खुब गायक भई भन्ठाइसक्यो हो तपाईलाई लाग्छ हर्क साम्पाङ राई भएकै कारणले जिते त्यसमा त शङ्का गर्नुपर्ने ठाउँै छैन देशको हिरो त अहिले त हर्क साम्पाङलाई भन्छन् नि त यो दाजु देख्ने बित्तिकै मलाई के बोल्छन् भन्ने डर चाहिँ लाग्छ होइन हेरौँ सकेसम्म नराम्रो चाहिँ ओ स्पिचलेस हर्क साम्पाङ देशको हिरो नो किन होइन देशको लागि मजासँग बोल्ने मान्छे हिरो होइन त्यस्ता मुझे बोल्ने त त्योभन्दा चर्को म जस्तो बोल्न महाशाला हजुर बोल्न सक्छ हर्क भनेको त महाशाला यो मूलवासी मान्छे हुनै होइन के यो मलाई कता कता यो साला पास्टरै हो क्या लाग्छ मलाई नबोल्नु न दाइ नबोल्नु न तपाईँ नबोल्नु न एउटा बच्चालाई बोकेर यहाँ न्यायको लागि यहाँ आउनु पर्ने माइती घर आउनु पर्ने न्याय दिलाउन सकेन उसको जिल्लामा प्रदेशमा त्यहाँको नालायक सरकार दिदी तपाईले एउटा कुरा भन्नु हजुर
तपाईँ न्याय दिन आउनु भएको कि पार्टीको हिसाबले आउनु भएको? होइन म खोले फालिदिन्छु म न्याय माग्न आएको तपाईँ यति मात्र मलाई भन्नु, तपाईँ श्रम संस्कृति पार्टीको हिसाबले आउनु भएको कि तपाईँ न्याय माग्न आउनु भएको? डिप्रेसन नम्बरमा कन्ट्याक्ट गरेर पैसा हालिदिनुहोस् होला है त तेरो बाउले दिएको पैसा होला के अनि तेरो बाउले दिएको जागिर होला के अनि टोइलेट र भाँडा धोइदियो अर्काको देशमा बसेर तेरो चाकमुनि पैसा हालिदिन्छन् मा झ्याक्ने फटाइमा हर्केकी गुल्लीमा चले को त्यो दिदी किन गाली खाइन् अब हुन त अरूलाई यतिकै पैसा पायो भने त अफकोर्स गाली दिनु पर्यो अरूहरूले कति मेहनत गरेर तर यस्तो यस्तो दाइ भएको चाहिँ एकदमै राम्रो है नत्र भने कोही कोही मान्छेहरू त बाहिर बसेर आफ्नो घरमा चाहिँ नहेर्ने बुढीलाई चाहिँ नदिनु पैसा होइन बाहिर बाहिर केटीहरूलाई हुन्छ नि त्यो चाहिँ एकदमै भेरी भेरी ब्याड हो होइन अनि यस्तो गाली चाहिँ खानुपर्छ फोकटै पैसाहरूले होइन त फिर्ता पनि दिने होइन फेरि हर्के हवलदारको बुद्धि चन्दाको धन्दा गरेको छ महाकालीमा ट्विन विस्थापित गरेर पुल बनाउँछु भने त गएर त त्यहाँ दुम्लिङमा पो गर्न थालेछ डिप्रेसन हर्क साङपाङ लाटो देशको गाडो तन्नेरी हो यो त फुल अन हर्क साम्पाङ एक्सपोज भनेर किन भिडियोमा राख्या भनेर बल्ल पो यहाँ पुरै छ्याप छ्याप्ती आइरहेछ पोलिटिक्स थाहा छ यिनलाई न यिनलाई त्यहाँको केही कुरा थाहा छ हावामा बोल्ने हावामा चल्ने हर्क साम्पाङले नेपाल खानुभयो नेपाल खाएर हर्केले किन भात खान छोड्यो हर्केले पशुपति मन्दिर कसको नाममा छ यदि सुकुम्बासी हो भने बालेन शाहको आँखा त्यहाँ पर्दै होला सुकुम्बासीको जिम्मा सरकारको मात्रै होइन राज्यको होइन अरू दल पार्टीको पनि त हो नि पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा म यही रिलेटमा केही भन्न लाग्थ्यो हुन त अब टिकटकमा फिल्टर युज हुन्छ होइन अब त्यहाँ अब एकदम गर्मीमा एक त कुन क्यामेराले खिच्या थाहा होइन पुरा लाइटिङ साइटिङ मिलाउनु पर्छ नि त राम्रो देखिन त सो इट्स नेचुरल गाइज यस्तो बिल्ला नहानु मलाई किनभने मै राम्री हुँ भनेर हिँड्या हो भने चाहिँ केही भन्न मिल्यो होइन अब त्यस्तो भनेर छैन भने त इट्स नेचुरल फेस हो चौरी पर्छ पिम्पल आउँछ अफकोर्स मेरो पनि पिम्पल आइरहेको छ पिम्पल प्याचलाएर बसिरहेको छु होइन सो यस्तो कुरा चाहिँ बिलानु हुँदैन ल अब मै राम्री हुँ म भन्दा राम्री कोही छैन भने चाहिँ मजाले बिलान भन्नु मिल्थ्यो होइन तर अब चाहिँ म यसपछि किन बोलिनँ तपाईँ किन हाँस्नु भएको त्यो बताउनुहोस् तपाईँ किन हाँस्नु भएको त चन्दा उठाएर खानुहुन्छ हिसाब दिनुहुन्न भने फेरि त्यो चाहिँ ठगी हो बाटोको ठाउँमा हर्क सामग्री प्रधानमन्त्री भएको भए उनले बुलडोजरको ठाउँमा बेलचा चलाउँथे That's so true, यार मेरो दिमागमा बल्ल याद आइरह्यो है सबजना भत्काउनलाई आओ आज कसको पार्टी हो अब ढुङ्गा बोक्दैन अब घर भत्काउन जानुपर्छ भन्दै पुरा आउन सक्थ्यो कि मलाई त साँच्चीकै यो मान्छे चाहिँ डिप्रेस छ कि के हो जस्तो लाग्न थाल्दा चाहिँ है त्यो हुन त्यस्तै मान्छे त्यस्तै टाइप हुन्छ नि त के हुँदैछ टेक्नोलोजी यो बेलचालाई धुने काम गरिँदैछ बाँचमा राखेर लहेर्नुहोस् यस्तो छ अब यहाँ बसेर अब मुख हेर्दाखेरि टिट लाग्छ यसको बानी बेहोरै त्यस्तै छ वाह क्या एक्टिंग कर रहा है एक्टिंग कर रहा है कुछ भी हर्क साम्पाङ र ज्योति महरमा के फरक छ हर्क साम्पाङ संसारलाई गाली गर्ने ज्योति महर तिम्रो देखाएर नाच्ने यही देखाएको यो म त ज्योति महरले नि अस्ति ज्योति महर हो नि कसले गाली गरेर आएको थियो नि त म त त्यही भन्छ होला भनेर त छुट्टै कुरा आइरहेको रहेछ हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नु भएको छ यो जायज हो त्यो चाहिँ अब उहाँ स्पिड सरकारको पनि स्पिड ओभरै छ अनि सरकारको स्पिड ओभर भएपछि प्रतिपक्षको स्पिड त्यही अनुसारको हुनुपर्ने होला म जितेपछि हेर्नु न मेरो एउटा फेभरेट बाइक छ त्यही बाइक 10 वर्षमा पहिले बाइक होइन पर्सनल कसरी हो त पर्सनल बाइक त मेरो बिग्रेर खानेपानीबाट चाहिँ हामीले किनेर 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ गाडीमा हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन यो जेनेरेसन चाहिँ हुन्छ नि यो न्यू टेक्नोलोजी वाला जेनेरेसन चाहिँ एकदमै मन परिरहेको छ किनभने पहिला त भाषा र यो मात्र भनेको थियो भने अरूहरूले भन्थ्यो नि त अहिले चाहिँ फुल अन भिडियो सहित प्रुफ भएर बिफोर आफ्टर गर्न चाहिँ मजा आउँछ होइन ल यो खै त गरेको या यस्तो भएर थिस् त भनेर क्वेसन रेज गर्न पाउँछ नि त्यो चाहिँ एकदमै बब्बालो त्यही भएर सबैजना झडाउनु भन्दा अगाडि यसरी मोबाइल तर्छ तेस्रो आउँछन्
त्यस्तो त्यो अब करोडौँ गाडीमा हिँडेको मेरो आदत पनि छैन। सरकारी गाडी सरकार प्रमुखले नचढे चाहिँ कसले चढ्छ त? कर्मचारीले कि पत्रकारले? तपाईँले चढ्ने हो। हुने बित्तिकै एउटा नयाँ गाडी किन्ने चलन थियो, मैले चाहिँ किनिनँ। झन्डै त्यो गाडी पनि बेचौँ भनेको हो, तर लिलामी गर्दा चाहिँ अब 65-70 लाख पर्ने गाडी रहेछ। भरे फेरि तपाईँको के गाडी चढ्यो भनेर लेख्यो। चढ्छु नि म, किन चढ्दिनँ? स्थानीय सरकार प्रमुख हो होइन, दाउ पनि अर्को किनेर चढौँला झन् साह्रो होइन। कौन है ये लोग? बोल्नु भन्दा धेरै विचार गर्नुपर्छ। सुकुम्बासी बस्ती बस्नै नदिनु पर्थ्यो नि त पहिला। हर्के सुकुम्बासी बालेन शाहले बसालेको हो भने तेरो जेठो बाउ केपी ओलीले बसालेको हो। बोलेको छ, प्रुफ छ मसँग, तर तपाईले जेसुकै होस् आई हेभ अ प्रुफ। के छ तपाईले दिनुपर्ने के कारण छ? नो होस् न। हामी कानुन बनाउने मान्छेलाई नसिकाउनु न कानुन। हामी कानुन बनाउँछौँ नि त होइन। यो बिललाई चाहिँ के को लागि पाएको हामीले? तर तपाईँले बनाएको कानुन तपाईँले नि सुन्नु न, तपाईँले बनाएको कानुन तपाईँले नि सुन्नु न, हामी कानुन बनाउँछौँ नि त, पाउने कानुन बनाउँछौँ नि त भोलि। सडकमा देखाउनु पर्ने यो सदनमा चाहिँ प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानुन छ नि त, उहाँ आउनुहुन्न त। छैन होला। अरे कानुन बनाउँछ भन्छ, आफै कानुन केबाट थाहा छैन, के छ थाहा छैन है। डिप्रेसन। अब भोलि अर्को नि प्रधानमन्त्री आउला त्यसै गर्ला उसले होइन, नआउने मन लागि आउने नआउने। संसद भन्दा ठुलो हुँदैन प्रधानमन्त्री क्या। उहाँ पनि एउटा सांसद हो। तपाईले बालेन्द्र शाहको रिस गरेको डाहा गरेको त होइन? फेरि सरकारले नराम्रो काम कहाँ गरिरहेछ भने विदेशी ऋण लिन्छ। ऋण लिएको छ है, 4-5 जना बस्यो होइन। अनि देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो। हामीलाई दियो भने म एकै पैसामा ऋण लिन्छु, लगानी चाहियो। तपाईँलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। सेम एक्सप्रेसन थियो चाहिँ हाउ क्यान ही डु द्याट? सबले पुरा त्यो त पोसिबलै छैन नि हेर्न र, के कसरी गर्छन् दाजुले? म लास्ट कन्फ्युज भएँ। या हाफ नलेज इज डेन्जरस भन्छ न, यो त आफ्नै घर बनाउन त लोन लिनुपर्छ है, यो झन् देश बनाउन त कहाँबाट पैसा ल्याउँछ दाजु? श्रमदान गरेको भरमा देश चल्छ त? चलाउँछु म, छोडिदिन्छ त? अहिलेको आधुनिक जमानामा पनि आधुनिक मलाई के दिमाग आइरहेको थियो भने नि, अब योभन्दा अगाडिको सरकार चाहिँ अब देश बन्दैन भनेर विदेश जाने धेरै थियो नि त। अब हाम्रो हर्क साम्पाङजीको आयो भने त, सरकार आयो भने त ओहो यता यतिकै काम मात्र पेल्लाउँछ भनेर भाग्छ होला कि। दाहिने हातमा अलिकति माटो लिनुभएको छ भने त्यसलाई देब्रेपट्टिको छातीमाथि राख्नु होला, मुठी कसेर, जहाँ तपाईँको मुटु धड्किरहेको छ र मुटुले मेरो देशको आत्मसात गर्दै जय स्वाभिमान। प्रधानमन्त्रीज्यूको यसो आनी बानी हेर्दाखेरि कतै उहाँ राजावादी त हुनुहुन्न? म प्रश्न गर्न चाहन्छु। यदि राजावादी हुनुहुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी पनि एउटा राजा खडा गर्नेछौँ। के अहिले खरानी ग्याङ भने जस्तै क्युआर ग्याङ। क्युआर ग्याङ भन्नाले क्युआर भने के हो? यो हो क्युआर भनेको। क्युआर यो छेके परेको तिम्रो अनुहार जस्तै के? मेरो इच्छा अनुसार चलाउँछु म। तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने 84 मा तपाईको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आजको बैठक स्थगित भएको जानकारी गराउनु। उहाँहरूले खुसी गर्ने हो, उहाँहरूको मात्रै हो देश, हाम्रो चाहिँ के अधिकार छैन? सरकारलाई सघाउनलाई कति मेहनत गर्दो रहेछ। सारा कुरा म लेख्छु, यत्रो किताब दिन्छ, त्यो किताब पढ्छु, कतिखेर पढ्छ होला भन्नु न। पत्रकारलाई समय पनि दिएको छ, मेरो राजनीतिक भेटघाट पनि गरेको छ, सामाजिक प्राणी पनि समाजका छ, सारा कुरा गरेर म जति मेहनत गर्दैन होला क्या कुनै पनि सांसद। तपाईहरु पनि अहिले खुट्टा तान्दै हुनुहुन्छ क्या? यो सरकार सफल भयो, एक्सन गर्यो, विकासले गति लिन थाल्यो भने त भोलिका दिनमा श्रम संस्कृति पार्टी पत्ता साफ
संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश। वाह, यो चाहिँ मन पर्यो है। अब 3 करोड नेपालीले मलाई मेसेज पठाइरहेको हुन्छ। अब 3 करोड नेपालीले मेसेज मैले त पठाएको छैन, हजुरहरूले पठाउनु भएको छ मेसेज हाम्रो हर्क साम्बाङजीलाई, मैले चाहिँ छैन। म त्यस्तो अरूलाई डिस्टर्ब गर्दिनँ। दिनमा 1500 कल जति कल आउँछ मलाई। सो आजको भिडियोबाट चाहिँ हामी के सिक्न सक्छौँ भने हामीले हर्क साम्बाङजी जस्तो जे मलाई त्यही प्याच बोलिहाल्नु हुँदैन सबैतिर नबुझिकन होइन। एन्ड हाफ नलेज इज भेरी डेन्जरस भन्ने कुरा पनि एकदमै थाहा पाइसक्यौँ होला है। सो ओके, राम्रो कुरामा राम्रो भन्नुपर्छ भन्ने कुरा छँदैछ, तर नराम्रो कुरामा चाहिँ सपोर्ट गर्नु हुँदैन के हो। यस, सो आजको चाहिँ यही थियो कुरा। एन्ड अर्को खुसीको कुरा यो चाहिँ मेरो लागि हो होइन, हाम्रो माउन्टी मार्टले चाहिँ यो भिडियो स्पोन्सरसिप गर्नु भएको छ। सो हजुरहरू पनि माउन्टी मार्ट डाउनलोड गर्नु होला धमाधम, अनि आफूलाई के सामान चाहिन्छ त्यो पनि मजाले मगाउनु होला। इट्स भेरी इजी एन्ड फर्स्ट अर्डरमा 100 रुपियाँ डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ। सो प्लिज हरी अप एन्ड डाउनलोड गर्नु है त। सो यस, आजको भिडियो चाहिँ रमाइलो नै थियो। हामीले धेरै कुरा सिक्यौँ, हेऱ्यौँ, दङ्ग पनि पऱ्यौँ, म पनि भएको थिएँ मलाई चाहिँ एकदिनसम्म होइन। एन्ड हजुरहरूलाई चाहिँ कस्तो लाग्यो र अर्को भिडियो केमा हेर्ने तल आफू कमेन्ट गरेर लिङ्क पनि पोस्ट गर्न मिल्छ भने लिङ्क हालिदिनु होला, म पक्कै पनि हेर्ने नै छु। एन्ड अलि रेगुलर चाहिँ हुन्छु भन्ने आश छ मलाई होइन, अफकोर्स। एन्ड आज चाहिँ यति भन्दा थ्याङ्क यू फर वाचिङ विथ मी, थ्याङ्क यू फर वाचिङ माई रियाक्सन भिडियो। एन्ड यस, टेक केयर, आई लभ यु अल, ओके, बाई।